ल हाम्रो तयारी सुरु हुँदैछ। रातिको 8 बजेको छ। भोलि चाहिँ मङ्गल चौथी। मम्मीको मङ्गल चौथीको भोलि साङ्गे हुनुहुन्छ, त्यसैको हाम्रो पूजाको तयारी हुँदैछ। अनि यता चाहिँ हाम्रो काटकुट सुरु हुँदैछ। काटकुट कम्पनीमा चाहिँ हाम्रो दिदी हुनुहुन्छ अनि उहाँ हुनुहुन्छ। अनि भोलि हतार हुन्छ भनेर काटकुट चाहिँ आजै गरेर बसौँ भन्नुभएको छ, गर्दै हुनुहुन्छ। रमाइलो छ। त्यसपछि यहाँ चाहिँ हाम्रो सेरेन्चुलाई दसैँ आइरहेको छ। सामानहरू हेर्नु है साथीहरू, के चाहिन्छ पूजाको लागि। बत्ती एउटा उसमा दुनामा चाहिन्छ। हाम्रो 21 थरी प्रसादहरू बन्दै छन्। काजु, बदम, अर्को बदम, छोकडा, अब नरिवल किनेर भयो। अब स्याउ, केरा, अङ्गुर, ल हामीले भेली तयार गऱ्यौँ, तिल भुट्यौँ, सुजी पनि तयार भइसक्यो। अब हामी लड्डु बनाउँदैछौँ। प्रसाद बन्दैछ हाम्रो लड्डु। अहिले त यिनै लड्डु पुरै हुन्छन्। अहिले यहाँ बनाउनुलाई टाइम लाग्यो। अब रेडी भयो। अब यति त लास्टको सकिएन, साह्रो भएको छ, चिसो भयो। यति बन्यो हाम्रो प्रसाद। म देखाउनु सक्दिनँ, म ब्याकमा गरेर देखाउँछु ल। ल यो चाहिँ मम्मीको लागि, यो दिदीको लागि 21-21वटा छ यहाँ चाहिँ। अनि आज गणेशजीलाई सबै थोक 21-21 चढ्छ। अनि यो दुईवटा 21 भयो। यो चाहिँ बाँकी रहेको प्रसाद। ल यो भयो। अनि यो चाहिँ हाम्रो सुजी भुटेको, यो पनि प्रसादको लागि जान्छ। यो कलश रङ्गाउन थाल्नु भएको छ। चिटिक्कै पारिसक्नु भयो। त्यसको हो र हाम्रो यो नि। हाम्रो आन्टी आउनुभएको छ रोटीको लागि, पिठो मुस्दै हुनुहुन्छ। दिदी चाहिँ पूजाको लागि चिटिक्क परेर रेडी भइसक्नु भएको छ। अब दिदी र मम्मी चाहिँ तल पूजा गर्न जानुहुन्छ। हामी चाहिँ यता छौँ। मम्मी कता जानुभयो? मम्मी पनि यसो खिचिहाल्नु। मम्मी चाहिँ यता हुनुहुन्छ। मम्मी पनि चिटिक्क परिसक्नु भएको छ। यता हाम्रो भान्जा दाइ आइसक्नु भएको छ पूजाको लागि। हजुर, पण्डितजी आइपुग्नु भएको छैन, बिहानै आउनु भन्नुभएको। हामी चाहिँ पकाउनतिर लागिरहेछौँ। बजाइदिनुहोस्। थ्याङ्क यू। यिनलाई दसैँ आउँछ क्या, केही भयो भने छिलिन्छुलाई दसैँ आउँछ। के गर्नुभएको? पण्डित बुवा आउनुभयो? ए हाम्रो माथि चाहिँ पापा पकाउनु भएको छ अनुले। पकाइसक्नु भएछ। यत्रो राम्रा भएछन्।
त्यता त जान हुन्न। आमाले रोटी पकाउनु भएको छ। बसेर हेर्ने भाइ यहाँ ल्याउ पिर्का र हेर यहाँ ल्याउ पिर्का। हामीले प्रसादको लागि चाहिँ पुरी बनाइसक्यौँ, अब बाँकी चाहिँ अहिले बनाउने। अनि अब फेरि सेलरोटी पकाउनु लाउनु भएको छ आन्टीले। प्रसाद रेडी। रिसु स्कुल जाने बेला भयो, खाना खानु लाग्नु भएको छ रिसुले। बाहिर पूजाआजा सुरु भइसक्यो, पण्डितजी आइसक्नु भएको छ। ल अब यो प्रसाद उता लगेर राखिदिने चाहिँ चुनाव गर न छोड। यो यहाँ राख्ने। पनि आउनु भएको छ। आज मङ्गल चौथी। कहाँ जानुभयो अनु? सुरु हुँदैछ पूजाआजाको सामान मिलाउने कार्यक्रम चल्दैछ। यता आन्टी आउनुभएको छ। आन्टी नमस्कार। त्यही कलशमा चढाइदिनु। रातो फुल लिएर सूर्य ग्रहको है रक्तविषम सरदारको आखण्डम शुभम भवतु कल्याण। भानी उठ्नु त तपाईँ त्यो दाहिने हातले समात्नु, देउरे हातले घिउ समात्ने। तपाईँले यहाँ धारो छ अघि भइरहेको धारो यहाँ चुहाउनुपर्छ। टुप्पा घिउ हाल्ने भन्नु है भन्नु। मम्मीले जल सुहाल्ने भयो भान्दाको पाउँछ नि तपाईँ पाउँछ। ओम शान्ति अष्टकृत सुहाइरहनु है त। अध्यापकमा अस्मत टीकाराम सपत्नी मित्र कुमारी दिव्यम अस्मत मङ्गल चतुर्थी साङ्गेत परिपूर्णार्थ पुणा हुने त्यो मूर्ताङ्गित स्वाहा। ल सुपारी बिचमा राख्ने। ल छोडेर त पैसा भानीलाई दिनु। ल दिएर जानु हात धोएर बस्नु। चामल चामल घिउ गर्ने भक्तजनका सब दुःख हरि। बोलिए उमामेश्वर भगवान को, बोलिए ब्रह्मा विष्णु महेश्वर को, बोलिए महामंगल चतुर्थी व्रत को, बोलिए मंगल चतुर्थी व्रत साङ्गेत को, बोलिए सम्पूर्ण थापी देवताहरूको, बोलिए भारद्वाज गोत्रका कुल देवताहरूको। बिस्तारै त्यहाँ छुनु त अहिले हजुरले दान गर्थे हजुरलाई पूजा। अब आज मैले अहिलेसम्म लिएका व्रत आज साङ्गेत गरेँ। सबै गणेश भगवानले हाम्रो घरमा प्रसन्नता गराइदिनु होला। सबै एउटा फुल यसो माथितिर अर्पण गरिदिनु आकाश देवतालाई। हामी हिँड्दा कहिलेको माथिका वृक्षहरू केही हाम्रो शिरमा नपरुन् भनेर है। एउटा पृथ्वीमा हामी हिँड्दा पृथ्वीहरू कहिले नभासियोस्। शिरमा गणेश भगवान हाम्रो शिरमा रहेर हाम्रो परिवारलाई रक्षा गर्छ। अन्ति देख्नुहोस् ल ठिकै छ, केही छैन। हाता भइहाल्छ। हाता अन्ति भएपछि नलाग्ने केही फरक पर्दैन। तपाईँले यो कलशका जल सबै एक ठाउँ जम्मा गरेर अविशेष गरिदिनु। छेडिदिनु भित्र बाहिर मामा माइती सबैले छेडिदिनु हो। त्यहाँ सदा सुखी सदा कल्याण
नबद्ध राजा दान मन्त्रमा सदा सुखी पूजा आज सकियो, खानपिन पनि एक लटको सक्यो। अब अरू पाहुनाहरू आउनै हुनुहुन्छ। यता चाहिँ सामानहरू उठाउने काम गर्दै हुनुहुन्छ आन्टीहरूले, मम्मीहरूले सकिसक्नु भएछ। ल समापन भयो। पुर्याउनु जाने होला नि बेलुका कहाँ लुके क्या हो के भयो नि कुन्नी त्यही चुच्यो सक्नुहुन्छ ल ल हामी अहिले बाहिर निस्किएका छौँ। साँझ पर्न लागेको छ। भ्यू चाहिँ कस्तो राम्रो छ। नारायणीको आसपास नै छौँ, नारायणी किनारको। अफिसमा थोरै सानो काम आइपर्यो, अनि अफिस पनि पुग्नु पर्ने, अनि गुरुको सामानहरू थियो अनि त्यो पनि पुर्याइदिनु पर्ने। त्यही भएर हामी यतैतिर छौँ। घर गेस्टहरू आउने जाने क्रम भइरहेको छ। दिदी हुनुहुन्छ, मम्मी हुनुहुन्छ घर। हामी चाहिँ यतैतिर छौँ, टहलिँदैछौँ। टहलिँदै भन्नाले नि काम विशेषले आएको। म यसो यहाँ रोकेको छु, त्यहाँ सामान पुर्याइदिन जानुभएको छ। यो चाहिँ राम्रो छ, नारायणी किनारको छेउछाउ। ठुले पापा कतिवटा खानुभयो आज दिनभरि? दुईटा खाए पो। अनि दियान्सु दादाले कतिवटा खानुभयो? हजुर पनि दुईटा।